गाई झन् भैँसीसो भ्यूहरू चाहिँ दामी छ ल दिलीप रामाइजी हेलो गर्छ हाय हाय The Gangstar. यो चाहिँ रिया हिजो भर्खर भागेर घरबाट आएको राति राति घर आइपुगेको अनि यो चाहिँ दिलीप डाउन सबै छ यहाँ सुरुङ्गुली गाइजहरू ल जाउँ न त अनि कुरेको लेसको यहाँ विश्वको मोडल शान्ति म्याम Yes. परिचय दिनु त बोलाउनु भएन ल कता कता हामी कता घुम्दै आज हो सिलगढी हो यतापट्टि दिउँ ल म्याक्स खोला त ए हुन त भागेर आएको ए सिका ल्याएर त्यो पनि भाग्न रेडी भएर बसेर पुरा मैना चरी नमस्ते झोरले के ब्लग का नमस्ते झोरले हामी सिलगढीमा भात खान आएको थोप्रा देखाएर अहिले त्यसपछि फिडब्याक दिनला कस्तो छ राम्रो मिठो छ कि नमिठो छ ल हाम्रो सुनिल पनि जाओस् सुनिल केटाहरूको झोरले पुरा क्यान्डल होइन एकदमै राम्रो लाग्यो हामीलाई यो भ्यू हेर्दाखेरि यस्तो है यात्रा सुरु भइसकेको छ कस्तो बाटोमा बिदिने के यहाँ रियाको बोयफ्रेन्डले पनि देखिरहेको छ सुजिताको पनि थोप्रा देखाइदिनु त यार यता अब उसतिर के भन्छ त्यसलाई त नि कति सानो के कोदो यो ठाउँ चाहिँ अक्खा छ है ल है गुरुङहरूको बस्ती जस्तो लाग्यो चाहिँ भोपाल छ ल ए झन्डै सिधै टोयलेटतिर गएको मात्रै यार सिधै हिँडेको त टोयलेटतिर क्यामेरामा हेर्दा हिँडेको त टोयलेटतिर पो पुगेछ यार ल है पासवे पाथवे पनि दामी रहेछ यहाँ त स्वर पनि नगर्ने हिँड्ने यस्तो फुट्या स्वर
रिया रिया गइसकेको अगाडि ए पछाडि हो बाटोको एउटा चाहिँ ठिक छ बवाल छ ल हामी चाहिँ यो ग्रुप चाहिँ हुम्ला जुम्लाबाट आएको मान्छेहरू हौँ हामी है हुम्ला जुम्लाबाट जाडो मौसममा झरेको मान्छेहरू हामी हो शेर्पेनी ठिक छ हो रिया शेर्पेनी शेर्पेनीहरू जस्तो छ केटा हामी कहाँ आइपुग्यो रे कस्तो लाग्यो ठाउँ फाइनली भेट भएको टा फाइनली होइन ल अब यहाँनिर हेर्सानी कुरा हुन्छ कस्तो लाग्यो खाने केटा हक्का ल हाम्रो सचिन तेन्दुलकरको यता धेरै पुग्नु त एकदम कस्तो भयो मिठो छ पोखराको भन्दा मिठो ल लजात मान्छे कस्तो लागिरहेछ एकदम रमाइलो राम्रो लागिरहेछ सिरुबारी ठाउँ यता हो क्यामेरा उता होइन ल यतापट्टि हाम्रो रेणुका हेलो नमस्ते अनि कस्तो लागिरहेछ ठिकै राम्रो एकदम यसको केटा घुमाउने ठाउँहरू पनि रहेछ कृपया यताबाट यता जानु होला अनि देख्नु खाने है कडा रहेछ त माथि त्यहाँ है ल टिका सुनारी टिका सुनारी भन्दै आउला अब जाँदै हो भन यहाँ भन भने के भनौँ भन्छ सुजिताको दुध ल सपना भनौँ ल अब प्रस्तावन गर्ने अर्को सिका बाई गर्छ बाटो हुनु रमाइलो रहेछ ल हाम्रो जनताहरू रेस्टिङ पोजिसन डोले डाउन त्यसको चाहिँ गर्लफ्रेन्ड धेरै छ भने धेरै हल्ला आएन के हुँदैछ के भनौँ कस्तो भयो कतिको थकाइ लाग्यो एकदम धेरै एकदम धेरै भन्दा झन्डै खुट्टा ढुङ लाग्यो ल यता नयाँ मान्छेहरूको के छ खबर यता त बोल्दैन लजाइहाल्छ को यो अलिक चिनी जस्तो लाग्यो त
हो यस्तै अनुहारलाई चिन्छ म त टाढाबाट नि गरेकोले ल पानी खाँदै तिर्खा मेट्दै कस्तो छ पानी मिठो छ अब गाइजहरू पानी खानको लागि स्थापन भइरहेको छन् कस्तो भयो एकदम रिस उठ्यो है हिँड्नु पर्दा है बेकार आएको भयो है हो ए बिचमा थकेलाएर बसेको खिचिदिनु पर्छ बुढाहरूलाई फाल्ने होला नि अब के गर्नु लाग्यो के गर्नु लाग्यो धान रोप्नु लाग्यो क्या ल तिम्रो हुनेवाला बोयफ्रेन्डलाई के छ अब हो ल कोही छैन भने यता हेर कोही छैन भने एरिया चाहिँ खाली छ है यु क्यान कन्ट्याक्ट हर ल